सो आज पनि फेरि हामी जाँदैछौँ कोनिक हिलको हाइकिङमा। अब आज पनि बिदा छ, साथीहरूको पनि बिदा छ, त्यही भएर हामी चाहिँ हिजो साथीकोमै गएर बसेको थियौँ होइन। अनि बिहान यता आएर फ्रेस भएर अब खाना बनाउँदैछु मैले चाहिँ। बिहान फेरि यता नेनाको ड्राइभिङ लेसन पनि थियो, अनि त्यसपछि यहाँ घरमा ग्यास इन्जिनियर आउँछु भनेर भनेको थियो होइन। त्यो भएर हामी चाहिँ बिहानै निस्किन लाग्थ्यौँ, तर बिहान निस्किने प्लान चाहिँ क्यान्सल भयो। अनि हामी बिहान 7-8 बजीतिर यता आयौँ, त्यसपछि फ्रेस भएर नेनाको ड्राइभिङ लाइसेन्स सकाएर ग्यास इन्जिनियर पनि आएर गयो। साथीहरूलाई नै यतै बोलाएको छु। सो यहाँ खाना पनि पकाउँदैछु मैले चाहिँ, अब तामाको झोल होइन, आलु तामाको झोल, त्यसपछि खानासाना बनाउँदैछु। अब केटाहरू आउँदैछ, केटाकेटी भनौँ न आउँदैछ। अब खानासाना खाएर चाहिँ हामी आज निस्किन्छौँ कोनिक हिलमा। किन भन्दाखेरि आजको डे एकदमै सनी पनि छ, राम्रो पनि छ होइन। यस्तो घाम लाग्दा दिन त फेरि खेर फाल्नु भएन, त्यो भएर हामी चाहिँ अब सर्ट हाइकिङ यहाँबाट हामी लगभग आधी घन्टाको ड्राइभ, 45 मिनटको ड्राइभ हो। त्यसपछि चाहिँ लगभग 3 देखि 4 घन्टा लाग्छ भनेको छ कोनिक हिल चढेर झर्नको लागि चाहिँ, एकर्डिङ टु गुगल होइन, गुगल म्यापको अनुसार चाहिँ। सो लेट्स सी हाउ इट गोज है। केटाहरू पनि ठ्याक्क आइपुग्यो अहिले चाहिँ, टोका खोलिदिउँ केटाहरूलाई होइन। ल अब खाना पनि पाकिसकेको छ। सो केटाहरू आइपुग्यो। राइट, के हो पुरै रुवाउँदै लिएर आयो कि हो? रुवाउँदै हो हाम्रो हिरो त यहाँ पो छ त। के खाना पस्क्यौँ अब? ल खाना पस्क्यौँ है, खानासाना खाएर अब निस्किहाल्नुपर्छ। सो नेना आइसक्यो, अहिले हो नेना आएको, अघि नै आएको हो नि। सो सो हाम्रो चाहिँ यहाँ खाना अब रेडी हुँदैछ, चट्ट लाएर यहाँनिर सेफले खाना पस्किँदैछ। सबैको पारा यहाँ यस्तो छ, फेरि मोबाइल चलाएर बस्ने यिनीहरूको काम केही पनि छैन। ऊ यहाँ एकजना ऊ 24 घन्टामा 25 घन्टा मोबाइल चलाउने मान्छे, हात खाना। सो ल खाना खाने हो, तोप कुद्ने हो। हाम्रो ब्रोलाई चाहिँ यहाँबाट ट्रेन चढाएर पठाइदिनुपर्छ, पब्लिक बस चढाएर। जाँदैन ऊ चाहिँ हिँड्नुपर्छ भनेर डराइछ क्या। कति त्यो धेरै हुन्छ नि, थोरै धेरै थोरै भयो खाना कति के हो यार यार। ल गाइस अब हामी चाहिँ खाना खाएर चट्ट लाएर चाहिँ बाहिर निस्किन्छौँ। अब बाहिर निस्किसकेपछिको क्लिपहरू चाहिँ आउँछ है त। सो चाहिँ गाडीमा सामानहरू टाकाटुका हाल्दैछु। म निस्केको केटाहरू निस्किँदै गर्छ, किनकि आफू फर्स्टमा निस्केन भनेदेखि केटाहरू कोही पनि निस्किँदैन क्या, सबजना मोबाइल चलाएर यतिकै अल्छी गरेर बसिरहेछ। सो सामान ब्यागै हालिदिन्छु। ब्यागमा चाहिँ खासै केही पनि छैन, त्यो स्पिकरहरू यताउता छ। यो यहीँ भयो, नेनाको यो लुगा भयो, इनकेस जाडो भयो भनेदेखि लाउनुलाई। गाडी स्टार्ट गर्दै गरौँ, केटाहरू आउँदै गर्छ। समर इभन डजन्ट फिल लाइक समर। कहिले घाम लाग्छ, कहिले पानी पर्छ, कहिले बादल लाग्छ। अब फेरि अघिसम्म कस्तो मजाले घाम लागिरहेको थियो, अब अहिले पुरै बादल लगाएर कालो धुम्म भइसक्यो। अब के हुने हो? अब केटाहरू आउँदैछ बल्ल, म निस्केपछि बल्ल निस्किन्छ केटाहरू पनि, नत्र भएदेखि सबै काम पनि छैन, फुर्सद पनि छैन भनेर जस्तो हुन्छ। अब चाहिँ हामी यहाँबाट एउटा साथीलाई चाहिँ घरमा छोडिदिन्छ, म चाहिँ जाँदैन किनकि उसको बेलुका ड्युटी छ। अनि हामी चाहिँ अब गएर अब जान त उसलाई पनि अब गएदेखि हुन्थ्यो, तर फेरि कति बजी फर्किन्छौँ भन्ने कुरा ठेगान हुँदैन। त्यही भएर बरु जाँदै गएन भनेदेखि चाहिँ अब एटलिस्ट फ्लेक्सिबल हुन्छ नि त, उसलाई पनि टुक्का हुन्छ, बेलुका काममा टाइममा जानु पायो भन्ने हिसाबले। अब हेरौँ के हुन्छ। अब पेट्रोल लानुपर्ने छ, पहिला कति छ पेट्रोल हेर्नु पऱ्यो यार। कति धेरै टाढो छैन भनेपछि पेट्रोल पुग्नु त पर्ने हो, तर हेरौँ अहिले कति माइल्स देखाइरहेको छ भन्ने कुरा यहाँ हेरौँ है। पहिला 170 माइल्स देखाइरहेको छ भनेपछि भयो, पेट्रोल अहिले हाल्दैन, म पछि आएर हाल्छु। ल अब यहाँबाट भनेपछि हामी सिधै निस्किन्छौँ। अब लगभग 40-45 मिनट लाग्छ होला। ल लिएर आएको छु मैले। सो सबैजना केटाहरू चाहिँ अब आइसकेको छ, केटाकेटीहरू 2 जना पछाडि। पानी पऱ्यो भने त मेरो चाहिँ ज्याकेट छ, वाटर प्रुफ ज्याकेट। अब तिमीहरूको के छ? अब चाहिँ हाम्रो ड्राइभ सुरु हुन्छ। घरबाट स्ट्यान्ड ल्याउनु पर्यो। त्यो बिरालो आसु के आसु भन्छ? गाइस अब हामी है, अब मदन कृष्ण हरिवंशी गरिदिन्छौँ अब हामी। ल हामी लाग्यौँ। के छ तिमीहरू पछाडिबाटको मान्छेहरूको हाल्छ भने? ऊ अर्को गाडी फुस्किन लाग्यो।
उसको ए यिनीहरूको के छ हालखबर हाम्रो हालखबर ठिकै छ। अरू अरू यो अडु बोक्यो। यो अब 3-4 घन्टा यसो नन स्टप जान पायो भनेदेखि चाहिँ लङ ड्राइभ डे मजाले स्पेन्ड भएको जस्तो फिल हुन्छ। यो आधी घन्टा 1 घन्टा चाहिँ हिजो एउटालाई टेस्ट लिएर थियो ड्राइभिङ टेस्ट मैले ठ्याक्कै म त्यसको गाडीको पछाडि पछाडि परेको थिएँ मलाई थाहा थियो त्यसले कहाँ कहाँ लिएर गएको 1-2वटा रुटहरू मैले हेरेको छु अब त्यही पनि अपडेटेड भइहाल्यो नयाँ है उसबाट ठ्याक्कै कहाँबाट लिएर थियो भने त्यसलाई चाहिँ हिजो पेनी फानको एक राउन्ड गएको थिएँ उता त्यो पुरै उसबाट लिएर आएको थियो त्यसलाई यार त्यो डेमस्टर स्ट्रिटबाट माथि ओह्रालो झारेर तिम्रो त्यो ड्याम छ नि ड्यामको बाटो लिएर आएको थियो यार त्यताबाट ड्यामको बाटोबाट लाँदो रहेछ ड्यामको बाटोबाट लिएर आएर त्यसपछि अनि तिम्रो उस गरेको थियो कि यो लाइटबाट यहाँबाट नि छिराउँछ यहाँबाट लिएर आउँछ अनि त्यहाँ चाहिँ अनि फर्स्ट गेम रुट पनि अब एउटा भए पो हुन्छ र टन्नै रुट नै हुन्छ यहाँबाट के मैले जहिले जोगाउँछु सानो खाल्टो छ नि तपाईहरुलाई रिल्याक्स हुन्थे मैले जहिले जोगाउँछु मैले त्यो खाल्टो हेर न फुर्ती लाग्यो के एउटा सीमा हुन्छ लाउँछु त त्यत्रो तिरेर सिकाएको छु त मैले फुर्ती लाउने एउटा सीमा हुन्छ के हामी जाँदैछौँ कोनिक हिल डाँडा चढ्नलाई त्यही भएर चाहिँ भिडियो बनाउँदैछौँ है मेमोरीको लागि मेमोरी भनेर मान्छे तिमीहरूको फेरि क्रिकेटमा काम गर्ने मेमोरीको लागि चाहिँ होइन नि भिडियो पार्किङ यहाँ 2 घन्टा त्यो पछि तिर्नु पर्ने होला नि त यतिकै होला नि त खोइ त आउँछ नि अप्रुभ हुनु पऱ्यो नि खास शौचालय जानेहरू शौचालय गएर आयो हुन्छ नि कहाँ हो टोइलेट आउनु जाने सो हामी चाहिँ अहिले अब कोनिक हिलको कार पार्कमा आइपुगिसकेका छौँ अनि मैले चाहिँ त्यहाँ टिकट पार्किङको टिकट पनि लिएँ यहाँ चाहिँ भ्यालिड अन्टिल 5:30 बजीसम्मको टिकट लिए कति लियो 4-4.5 पाउन्डको 4 पाउन्ड 10 पेनी लिएको रहेछ 5:30 बजीसम्म भ्यालिड हुने रहेछ खै गाडी कहाँ छ अब गाडीमा यो टिकट डिस्प्ले गर्नु पऱ्यो सो यहाँको लोकेसन चाहिँ यस्तो छ अब हामी चढ्ने चाहिँ ऊ त्यो माथिको हिल चढ्ने हो होइन त्यो हिलमा जानु लाग्यो हामी चाहिँ अब यहाँ टिकट डिस्प्ले गरिदिनु पऱ्यो नि गाडीमा टक्क लाएर यसरी अब एकदमै बिजी छ आज हेर्नु न अब घाम लागेको भएर होला वेदर राम्रो भएर होला मान्छेहरू एकदमै बिजी छ प्याक छ कोच बसहरूमा पनि मान्छेहरू ट्राभल गर्न आइरहेछ सो अब हामी जाने चाहिँ त्यो माथिको डाँडा हो होइन लेट्स सी ल अब तर लुगा चाहिँ यहाँ के छ भन्दाखेरि म चाहिँ अब खासै गाह्रो हुँदैन भनेर चाहिँ यत्तिकै जिन्समा लगाएर आएको छु केटाहरू पनि ट्राउजर यत्तिकै नर्मल लुगामा आएको छ आज हामी त्यस्तो खासै प्रिपेयर अब हुन त अब हामीलाई यतिको नर्मल हिल जस्तो लाग्छ मलाई तर खोइ के हो यार अब जब 321 एल्टिट्युड मिटर एल्टिट्युड छ भने चाहिँ हाम्रो लागि त केही पनि होइन त्यही भएर हामी चाहिँ खासै प्रिपेरेसन भएर आएको छैनौँ यत्तिकै 1300 त्यतिकै क्राउचमा हिँड्ने मान्छेलाई के काम थियो 1300 मिटर त्यही भएर अब जाँदैछौँ माथि हेरौँ कस्तो हुन्छ माथिबाट अब धेरैजना मान्छेले भनेको चाहिँ भ्यू एकदमै दामी देखिन्छ भनेर सुनेको तर आज हामीसँग पानी पनि छैन केही पनि छैन हामी यत्तिकै हातलमा हिँडेर चाहिँ माथि गएर तिर्खालेको चाहिँ प्याक हुने हो भोगेको यत्तिकै हातलमा हिँडेर छौँ अब यत्तिकै हामी खाली पेटमा हिँडेर छौँ होइन आज सब खाना त खाएर आएको भनेको खाली पेट भनेको मतलब चाहिँ अब अहिले केही पनि बोकेको छैन कि खानाको लागि केही पनि बोकेको छैन अब हेरौँ के हुन्छ सो अब हामीले चाहिँ पानी सानी केही पनि नबोकेको भएर अब यहाँ अहिले अब पानी किन्नु जान लाग्छ अब पसल चाहिँ कहाँ पाउने हो पसलले पाउँदैन जस्तो लागेको छ मेरो विचारमा चाहिँ बाटोपारी पसल छ त्यो बारहरू मात्र जस्तो लागिरहेछ
हेर कस्तो हुन्छ कि लाँदा चाहिँ कि मलाई जिन्स प्यान्ट हेरेर माथि डाँडा चढ्दाखेरि पो मान्छेहरूले हेरेर के हो यार यो त पागल हो कि हेर जिन्स प्यान्ट आएर छ अन्त ए हुन त यो पनि एकजना भेट्यो दुईजना त्यहाँ छ त्यो ए के हुँदैन यतिकै चलेका यो अलिकति लुज भएर क्या लुज छ नि त त्यस्तो धेरै गाह्रो हुँदैन कि यो लुगाले चाहिँ अरू भन्दा जुत्ता चाहिँ एकदमै उस भयो क्या जुत्ता चाहिँ कभर नै भयो आजको लागि चाहिँ सो ठाउँ चाहिँ एकदमै राम्रो छ है हेर न ठाउँ होइन टक्क मान्छेहरू आउने टुरिस्टहरू के नेपालको टुरिज्म एरिया जस्तो ठाउँ टक्क जानुपर्छ टाइम मजाले स्पेन्ड हान्ने बार सार टक्क यहीँ छ कस्तो मुस्ताङतिर पोखरातिर कस्तो फिल पो आयो त यार यस्तै हुन्छ नि ट्रेकिङ गरेर टक्क हिँड्दाखेरि चाहिँ रोडतिर मान्छेहरू यसरी नै बसिरहेको हुन्छ नि टुरिस्टहरू के भारी पनि बोकेर आएर होइन मान्छे त टक्क त्यस्तै ट्रेकिङ जाने मिलाइदिनु के हुन्छ भिडियोहरूलाई के हुँदैन कसैको प्राइभेसी यहाँ प्राइभेसी भन्ने चिज कहाँ हुन्छ यहाँ पब्लिक ठाउँमा यार सो द भिलेज सपमा अब पानी किन्नु जाँदैछौँ हामी हेरौँ पानी पाउँछ कि पाउँदैन ओहो यस्तो प्याकेज मिल्यो त पानी छ र छैन भेट्यो चिप्सहरू पनि किन्नु पनि थुक्क सारा है पानी छन् त छ तर ठुलो वेस यस एउटाले बोक्छ कि कोक बोक्छु म एउटा कोक खाने कोक बोक्नु कोक नबोकौँ यार कुनै कोक तातो हुन्छ कसैले खाँदैन त्यो फ्रिजबाट चिसो खान पाइँदा हुन्थ्यो कोक चिप्स बोकौँ अरू नबोकौँ जाउँ फेरि सर्ट ब्रेड यो पनि लिने है ए भयो म पे गर्नु पैसा म क्यास गर्छु क्यास तिर्ने There's some back here, Kat. 398 398 यसो गर न टु न चाहिँदैन त पिन चाहिँदैन क्या त Thank you Very much. Right, cheers mate, thanks a lot. All right mate, we'll try our best. सही ठाउँ क्या हेर न कस्तो दामी है राइट यो त हाम्रो नेपालतिरको ट्रेकिङ रुटहरू याद आयो क्या टक्क लाएर अनि यो पसल खोलेको छैन र पो त हामी क्याम्पिङ गर्ने ठाउँ त यहाँबाट सिधै तलतिर त हुने होइन यहाँबाट तल जानु पऱ्यो हामी गाडी आए बाटो यो हालिदियो त मेरो ब्यागमा तर मेरो ब्यागमा त अट्दैन छ ल यार अटिहाल्छ नि स्पिकर पनि बजाउनुपर्छ केही स्पिकर पनि बोक्यो ओ आम अलरेडी एक्साइटेड माथि मान्छेहरू हिँडेको देखिरहेको छ क्या पुरै क्या त्यो डाँडामाथि है कस्तो चाहिँ ठाउँ होला त त्यो रोड भनेपछि सायद बाटो चाहिँ सबभन्दा छेउमा छ जस्तो लाग्यो बाटो चाहिँ होइन यो बाटो के अरे डाँडा चाहिँ सम्म स्लोप परेको डाँडा भएको भएर चाहिँ त्यस्तो राम्ररी देखियो कि भनेको मतलब माथिको चाहिँ खासै त्यस्तो फ्ल्याट ठाउँ छैन स्लोप परेको छ भनेर भन्न खोजेको होइन ओभल टाइपको के ओभल टाइपको हो त्यो बाउल सेपको भएर कि उबड खाबड नभएको भएर चाहिँ मान्छे देखेको राम्रो कतिजना लुकेर आइरहेको डेटिङ आउने मान्छेहरू पनि यहाँ एक्सपोज हुन्छ अब कोही बेला चाहिँ यो लुकेर आउने मान्छेहरूलाई चाहिँ भेट्यो यस्तो क्यामेराहरू देख्ने बित्तिकै तनाव लाग्ने होला है के भयो अहिले कहाँ चाहिँ हाल्ने फेरि अब भनेर क्या कहाँ देख्ने भयो मलाई अब खै उनीहरू कहाँ पुगिसक्यो त धेरै अगाडि पुगिसक्यो जस्तो लाग्यो सो अब यहाँ चाहिँ टक्क छिर्नुभन्दा अगाडि चाहिँ कार पार्कबाट अलिकति माथि आइसकेपछि एकदमै क्लियरली लेखिदिएको छ लकलोमन अनि कोनिक हिल पाथ छ अब हामी जाने चाहिँ यहाँबाट राइट लिन्छौँ कोनिक हिल पाथतिर जान्छौँ यहाँबाट चाहिँ लकलोमन जान्छ होइन सो बाटो चाहिँ अब यहाँबाट सुरु हुन्छ अफ रोडिङ ल अस्ति नै पनि हामी यहाँबाट अलिकति मान्छेमा त गएको थियौँ नि होइन कोनिक हिल वेलकम्स 250,000 भिजिटर्स एभ्री इयर रे अब यो इयरमा चाहिँ हामी पनि पऱ्यौँ त्यो 250मा होइन त आविष्कार 250 भित्र पऱ्यौँ हामी पनि यसपालि चाहिँ आउनु त हामी तल कार पार्कको बाटो हामी धेरैचोटि ओर्डर गरिसकेका छौँ हामी यहाँबाट चाहिँ भित्र गएको यहाँबाट भित्र गएको हो नो क्याम्पिङ हेरेर पास होला क्याम्पिङ चाहिँ गर्नु नमिल्ने रहेछ
ओके ल अब यहाँको बाटो कस्तो हुन्छ भन्ने कुरा चाहिँ अब भिडियोमा हेर्न सक्नुहुन्छ यो ठाउँ पनि आउनुको लागि त्यति धेरै गाह्रो छैन है गाडी छ भनेदेखि मजाले 40-45 मिनटको ड्राइभ हो ग्लासकोबाट अब चाहिँ ग्लासकोबाट त्यति पनि पर्दैन है ग्लासबाट नजिक पर्छ झन्डै 35-30-35 मिनटमा ग्लासकोबाट यहाँ आइपुगिन्छ कोनिक हिल म्याप हालेर आउनुभयो भनेदेखि चाहिँ ठ्याक्कै म्यापले चाहिँ तपाईँहरूलाई कार अर्कै ठाउँमा लिएर जान्छ तर त्यो म्यापले चाहिँ माथिसम्म नै गाडी जाने बाटोमा जान्छ कि भनेको मतलब त्यो अघि हामी चाहिँ गएको बाटोमा लान्छ है बाटोबाट चाहिँ माथिसम्म गाडी जान्छ कि त्यो बाटो जानु मिलेन नि त फेरि हामी होइन त्यो चाहिँ प्राइभेट रोड भयो त्यो चाहिँ प्राइभेट रोड भयो तर म्यापले तपाईँहरूलाई चाहिँ कोनिक हिल पुग्न लाग्दाखेरि चाहिँ कुन चाहिँ बाटो लान्छ भनेदेखि चाहिँ एउटा प्राइभेट रोडबाट छिराउन खोज्छ तर त्यहाँ साइन पनि लेखेको हुन्छ नो इन्ट्रीको साइन देख्नुभयो भनेदेखि चाहिँ त्यो बाटो नजानुहोस् त्यो माला के भन्ने ठाउँ त्यो बलमा हो त्यो बलमामा गएर त्यहाँभित्र चाहिँ डेलिकेट कार पार्क छ कोनिक हिलको लागि नै त्यही कार पार्कमा आउनु पऱ्यो अनि एक दिनभरिको टिकट किन्नु पऱ्यो अनि जानु पऱ्यो अनि टिकट कार पार्कमा टक्क त्यहाँ अब त्यहाँबाट भित्र नछुनुहोस् त्यहाँदेखि फर्केर आएर चाहिँ मेन रोडबाट अलिकति अगाडि सिधा आउनुभयो भनेदेखि चाहिँ ठुलो कार पार्कमा लिएर आउँछु अनि त्यो कार पार्कमा गाडी पार्क गरेर चाहिँ टक्क यस्तो बाटोबाट चाहिँ अब त्यो डाँडामाथि चढ्न सकिन्छ अब डाँडामाथिको भ्यू चाहिँ कस्तो हुन्छ मैले देखाउँछु सो अब अघिको साइङबाट अलिकति अगाडि आइसक्नु भएको चाहिँ फेरि यहाँनिर चाहिँ अर्को साइङ छ यो एउटा जङ्सन आउँछ होइन अनि यो जङ्सन चाहिँ तर कन्फ्युजिङ छैन किन भन्दाखेरि यहाँ चाहिँ माथि यसरी फेरि लेखिदिएको छ साइङ दिएको छ हामीलाई कोनिक हिल पाथ भनेर चाहिँ माथि लेफ्टतिर जाने बाटो छुट्याइदिएको छ सो अब यहाँबाट चाहिँ हामी लेफ्ट लाग्छौँ फेरि उकालोको बाटो जस्तो लागिरहेछ मलाई सायद उता माथि टपमा मान्छेहरू देखिरहेको छु राइट मेट मान्छेहरू पुरै दुई खुट्टा दुईवटा लट्ठी टेकेर आइरहेछ हामी चाहिँ यत्तिकै फटाफट क्याजुअल ड्रेसमै हिँडिरहेको छौँ अगाडिको चाहिँ अब यहाँबाट माथि चढ्ने बित्तिकै भ्यू चाहिँ राम्रो छ यो रुखहरू पुरै सल्लाहको रुखहरू हो कि यिनीहरू पासा यिनीहरू सल्लाहको रुखहरू हो त माथिको यो कस्तो दामी पाराले आम्मा रुखको सबै ढालेर छ है यहाँबाट पुरै काठहरू चाहिँ इम्पोर्ट गर्ने एक्सपोर्ट इम्पोर्ट गर्ने जस्तो लाग्यो यहाँबाट चाहिँ हो माई गड भ्यू त फेरि दामी छ नि यहाँबाट यस्तो बुढो मान्छेहरू पनि आइरहेको छ पुरै लट्ठी टेक्दै भिडियो हानिदिइहालौँ न बस आइडियर सो स्कटल्यान्डको चाहिँ सबभन्दा राम्रो बाटो भनेको चाहिँ बाटोमा यस्तो बाटोमा हिँड्दाखेरि चाहिँ जस्तोसुकै मान्छे भेट्यो भने एटलिस्ट ग्रिडिङ चाहिँ हुन्छ होइन हाई हेलो चाहिँ हुन्छ क्या द्याट मेक्स यु फिल युआर ह्याभिङ अ काइन्ड अफ ग्रेट डे युआर इन अ ग्रेट प्लेस सो अब यस्तो स्टेपहरू पनि छ यहाँ चाहिँ रहेछ ओहो मान्छेहरू तर कति धेरै आएको यार अचम्म लाग्यो लास्टै धेरै हेलो आइडिया सो यिनीहरू सब बाहिरबाट घुम्न आएको मान्छेहरू हुनुपर्छ सायद फुल्ली प्रिपेयर भएर आएको छ ल हेरौँ राइट मेट हेरौँ पुरै बुढोहरू आएको छ क्या टक्क पुरै पानी सानी बोकी अक्सिजनहरू बोकेर नै आएको छ कोही मान्छेहरू त्यहाँ फोटो खिचेको छ राइट सो यति धेरै बिजी त मैले एक्सपेक्ट गरेको थिएन यार शान्त शीतल छ रुखले भरिएको छ यो पुरै नेपालतिरको जङ्गलतिर हिँडेको जस्तो फिल भइरहेछ हामी ट्रेकिङहरू जाँदाखेरि चाहिँ तल चाहिँ यस्तो हुन्थ्यो अनि माथि चढ्दै गएपछि पुरै सुक्खा हुँदै जान्छ नि त्यस्तै रहेछ यहाँ चाहिँ कुकुर पनि आएको छ पुरै सानो हेर्ने यहाँको मान्छेहरूले तर कुकुर पनि लास्टै लिएर आउँछ यस्तो हाइकिङ गर्नमा क्या पुरै पानी परेर हुन्छ हिउँ परेर हुन्छ पुरै हिउँ परेर ठाउँमा कुकुरहरूदेखि लिएर 5-6 वर्षको बच्चाहरू सब लिएर आइरहेको हुन्छ यिनीहरूले के गर्मी भयो कि बाछा भर्खर 5 वर्ष पनि भएको छैन होला गर्मी भयो भन्नु थालिसक्यो यार भन्न मैले हुक लगाएर आएन यार मैले त हुडी लगाएर आउँदा थिएँ जब तपाईँहरू अब यस्तो ट्रेकिङहरू जाने टाइममा चाहिँ अलिकति टायर्ड फिल हुन्छ नि तब अनि यस्तो मान्छेलाई हेर्ने हो क्या हेर्नु त यो अब
कति उमेर समूहको मान्छे हो यो 60-70 वर्षको मान्छे हो तर यस्तो आइरहेछ भनेदेखि चाहिँ यिनीहरूले यस्तो इफोर्ट लगाएर आइरहेछ भनेदेखि चाहिँ आफूले पनि टक्क भित्रबाट एउटा काइन्ड अफ मोटिभेसन आउँछ क्या त्यस्तो मान्छेलाई देखेपछि चाहिँ यिनीहरूले त गरेर आइसकेको छ म किन नजाने भनेर अलिकति आफूलाई पुस गर्ने बाना हुन्छ तर यस्तो यार यस्तो भर्याङ भयो भनेदेखि त खुट्टा दुख्छ यार लास्टै यस्तो भने चाहिँ थाइ दुख्छ क्या लास्टै थाइमा प्रेसर पर्छ नि त आज दुख्दैन भोलिपट्टि चाहिँ खत्रै दुख्छ फेरि अलि सो अलिकति माथि आइसकेपछि यहाँनिर एउटा गेट छ वुडन गेट रहेछ वुडन गेट खोलेर बाहिर जानुपर्ने यु आर नाउ लिभिङ द क्याम्पिङ म्यानेजमेन्ट जोन लक लोमन एन्ड द ट्रोस्कास नेसनल पार्कमै पर्ने रहेछ सो यो टोका खोलेर अब हामी जान्छौँ भित्र ल Yeah, you are among the 250 now. Please keep your dog on the lead at all times. So, view राम्रो देख्न थालिरहेछ है पुरै निलो निलो फुलहरू यताउता माथिबाट भ्यू चाहिँ दामी नै देख्छ जस्तो मेरो विचारमा चाहिँ लकलुमनको भ्यू सबै देख्छ जस्तो लागिरहेछ कि त्यो लकलुमन ताल छ नि त्यसको भ्यू अनि डाँडा काँडा सबै यो धेरै हाइटमा छ नि है धेरै हाइटमा छ यार सो एउटा त्यहाँनिर फोटो खिच्ने कोही दौडिने कोही भिडियो खिच्ने ल अब यहाँबाट चाहिँ सुरु भएछ कि हेर्नु न बाटोहरू अब पुरै ढुङ्गाको बाटोहरू चाहिँ यहाँबाट अलिकति माथि आइसकेपछि चाहिँ मैले अघि भनेको थिएँ नि बच्चाहरू लिएर आउँछु भनेर हेर्नु न त्यहाँ माथि पुरै लगभग 3-4 वर्षको बच्चाहरूलाई पुरै बोकेर हिँडिरहेको छ क्या मान्छेहरू साइको पाराले आइदिन्छ अरे यहाँनिर पुरै कोही बच्चा लिएर आउँछ कोही बुढाबुढी आउँछ कोही कुकुर लिएर आउँछ कोही के तरिकाले आउँछ यिनीहरूको अब एउटा प्यासन नि यिनीहरूको होइन एक काइन्ड अफ अब भनौँ न यिनीहरू चाहिँ अब कस्तो भन्दाखेरि एउटा च्यालेन्ज आफूलाई च्यालेन्ज गर्ने कि बच्चाहरू लिएर आएर हुन्छ कि कुकुरहरू लिएर आएर हुन्छ कि सो हाई सो अब आउँदैछ मान्छेहरू हेर्नु त्यहाँ बच्चाहरू पुरै बोकेर अब त्यो बच्चा हिँड्न सकिरहेको थिएन होला यो भनेको त एउटा अब आफूलाई नै ट्रबलमा राख्नु जस्तो हो नि त तर यिनीहरूले चाहिँ यस्तो गऱ्यो भनेदेखि यिनीहरूलाई ह्याप्पिनेस मिल्छ होला क्या सायद ल सक्दैन सक्क भइरहेछ ल दुईजना रहेछ त्यही पनि हदसम्म अर्को माथिबाट चढेर झर्दैछ एउटा सानो नानी अनि यस्तो यस्तो देखिसकेपछि आफूलाई मोटिभेसन मिल्छ क्या त्यही भएर हरेक कुरामा तपाईँहरूलाई डर लागिरहेछ गर्न अलिकति सक्दिनु जस्तो लागिरहेछ यस्तो एडभेन्चरस कुराहरूमा भनेदेखि चाहिँ आफूले अरूसँग कम्पेयर गर्ने हो कि यस्तो कुरामा चाहिँ है यस्तो कुरामा चाहिँ तपाईँले अब अरूसँग कम्पेयर गर्नुभयो भनेदेखि चाहिँ तपाईँलाई एउटा काइन्ड अफ इनर्जी मिल्छ क्या मोटिभेसन मिल्छ क्या अब हाम्रो कतिपय के छ भनेदेखि अब हाम्रो नेपालीहरूको चाहिँ कतिपय कुराहरू उनीहरूले भोगेको जानेकै हुँदैन कि किनकि हाम्रो देश भनेको त धेरै पछाडि हो विकासमा होइन अब हेरौँ न यहाँको बच्चाहरू 5 वर्षको बच्चाहरू होइन 7 वर्षको बच्चाहरूले पुरै त्यो 360देखि लिएर रोलर कस्टरदेखि लिएर होइन तपाईँको यो के अरे त्यस्तै पऱ्यो भनेदेखि तपाईँको अलिकति ट्रेन इन्भाइरोमेन्टमा पऱ्यो भनेदेखि त यो के अरे बन्जीदेखि लिएर अनि स्काई डाइभिङहरू सबै गरिदिन्छ क्या तर हामी नेपालीहरू चाहिँ अब स्टिल पनि 25-26 वर्ष 30 वर्ष हुँदाखेरिसम्म पनि हामीलाई त्यो एउटा सानो कुराले चाहिँ मनभित्र डर बसेर हुन्छ क्या त्यो भएर चाहिँ यस्तो कुरामा चाहिँ इफ यु पुस्ट आउट अफ योर सेल्फ फ्रम द लिमिट होइन धेरै कुराहरू भोग्न र सिक्न पाइन्छ क्या भ्यू चाहिँ राम्रो देख्न थालिरहेको छ अब दुईजना केटीहरू कहाँ पुगिसक्यो सायद हामीलाई नभेटाओस् भनेर उनीहरू फटाफट हिँडेर होला अगाडि जति चाहिँ गरेन उनीहरूलाई भेटाउँ भने हामीले भेटाइहाल्छौँ होइन तर दुईजना उनीहरू पनि हिँड्न चाहिँ हिँड्छ यिनीहरू पनि खतरा हिँड्छ फेरि यस्तो हिँड्नु दिनु पऱ्यो भनेदेखि चाहिँ यसको अब अहिले माथि जान भन्दाखेरि पनि मलाई थाहा भइसक्यो यो बाटो चाहिँ चढ्नु त एकदमै गाह्रो हुन्छ भोलि ड्युटी चाहिँ अरूभन्दा नि खुट्टा दुख्नु थालिसक्यो यार तनाव हुन्छ भने त अर्को अस्तिको पल्ट पनि हामी भोलि ड्युटी थियो साथीको सामानहरू यताउता सारा त्यो बेला पनि खतरै काम भएको थियो एकदम टायर्ड भएको थियो योभन्दा अगाडिको फ्राइडे पनि यसरी नै घुम्न गएर दिन स्पेन्ड गऱ्यो फेरि अब यो फ्राइडे पनि टायर्डनेसमै बित्ने भयो ल
So it was much happier because the cold wind was not. राइट बिस्तारै माथि माथि जाँदै गएपछि चिसो चिसो हावाहरू चल्दैछ है सायद चिसो हुन्छ कि यो माथि चाहिँ अब यही ज्याकेट लगाएर आएको छु विन्ड प्रुफ वाटर प्रुफ हो भने चाहिँ कतिको ठिक छ हेरौँ अब अलिकति माथि पनि फेरि एउटा साइन दिएको रहेछ जस तपाईँहरू आउनुभयो भनेदेखि चाहिँ मजाले यो बाटो चाहिँ हिँड्न सक्नुहुन्छ त्यस्तो हराउने खालको बाटोहरू छैन एकचोटि चाहिँ हामी अब नेना र म चाहिँ एकचोटि स्क्याफेल पाइक चढ्न जाँदाखेरि चाहिँ झन्डै हराएको थियौँ माथि चढ्दै गएपछि नेटहरू पनि चलेन ठाउँ के अरे अनि ठाउँ पनि एकदम कन्फ्युजिङ फेरि हामी गएको चाहिँ विन्टरमा गएको पुरै स्नोफलहरू हुने टाइममा गएको होइन अनि माथि डाँडाको टुप्पोमा पुगिसक्यौँ अझ पनि समिटमा पुगेको थिएन अनि तपाईँको चाहिँ हिउँ परिदियो क्या हिउँ परिसकेपछि अब के गर्ने अन्धकार भयो हाले एकैछिनमा यस्तो दिएको रहेछ फेरि यहाँ कोनिक हिल भने चाहिँ 3/4 1.2 किलोमिटर मात्र रहेछ धेरै त्यस्तो धेरै त होइन रहेछ नि यार जम्मा अब 1.2 किलोमिटर छ भन्छ त यार अलिअलि लकलमनको भ्यू देख्न थाल्दो रहेछ अनि त्यो बेला चाहिँ अब यस्तो साइनहरू नभएर हामी झन्डै झन्डै हराएको थियौँ अनि मान्छेहरूलाई चाहिँ हामीले मान्छेहरूसँग पुऱ्याएर उनीहरूको पछि पछि लाएर चाहिँ अनि लास्टमा चाहिँ के भयो भन्दाखेरि मान्छेहरू जाने एकातिर पऱ्यो हामी जाने अर्कोतिर पऱ्यो अनि हामी चाहिँ रिक्सा लिएर चाहिँ सिधै डाँडा झरेको सिधै स्ट्रेट झर्दै डाँडाबाट खोला साला यताउता जुनै दिवाना कटेर तरेर झर्दैको लास्टमा बेसमा पुगिसकेपछि अलिकति रिलिफ भयो सो तर यहाँ चाहिँ त्यस्तो साइनहरू भएको भएर त्यस्तो खुल्ला ठाउँ भएको भएर चाहिँ त्यस्तो तपाईँहरू अब फर्स्ट टाइम हो हाइकिङ अथवा चाहिँ फर्स्ट टाइम यस्तो स्कोलानका हिलहरू चढ्दै हुन्छ भनेदेखि चाहिँ यु क्यान डु इट इजिली बाटोहरू पत्ता लगाउनु चाहिँ त्यस्तो गाह्रो पर्दैन सर्टकट नचढ्नु है एकैचोटि टुप्पोमा पुग्छ के सर्टकटबाट त डाँडाको टुप्पोमा के सो बाटो चाहिँ यस्तै छ पुरै स्टिप रहेछ यहाँ चाहिँ स्टोनको बाटोहरू रहेछ सजिलो हुन्छ बरु यस्तो बाटो चढ्न क्या त्यो भर्याङ हुनुभन्दा चाहिँ यस्तो बाटोहरू चढ्न झर्न पनि सजिलो हुन्छ अलिकति तर आज है कस्तो मान्छेहरू त फुल्ली प्रिपेयर भएर आयो क्या सबैजना क्या लोटीसोटी लिएर यता त अब मैले त म्यापमा हेरेँ अब त्यो 30-45 मिनटको ड्राइभ अनि त्यसपछि डाँडा चढ्ने भनेपछि खासै त्यस्तो प्रिपेयरै हुन मन लागेन कि मलाई हाई बेट ओ आइरहेछ टन्न झरिरहेछ मान्छेहरू यार पुरै मलाई त नेपालको फिलिङ आइरहेछ यार ऊ दुईजनामा पुगेर हेर त माथि हेलो सुने पुरै हाउले नबेटाओस् भन्ने तिनीहरू सानो हिँडेर होला क्या त्यो झन् हिँड्छ दुईजना चढिरहेको थियो पुरै होस् तर सही छ ठाउँ सो बिस्तारै लकलमनको भ्यू पनि देखिँदैछ यही हो अगाडिको लकलमन हो यसको भ्यू बिस्तारै देखिँदैछ होइन जति माथि गयो त्यति नै धेरै ठुल्ठुलो पाहाडहरू देखिँदैछ यसको प्रोभाब्ली पनि यति भइसकेपछि मैले के जज गर्न सक्छु भनेदेखि चाहिँ माथि गइसकेपछि मैले चाहिँ एब्सोल्युटली अमेजिङ भ्यू पाउनेवाला छु आज चाहिँ मैले धेरैजना यङ केटीहरू पनि आएको देखेँ कि यतातिर यङ पिपुलहरू क्या नत्र चाहिँ प्रायः हामीले हाइकिङ गर्दाखेरि चाहिँ त्यस्तो यङ पिपुलहरू चाहिँ धेरै देख्दिनँ तिमी पहिला चाहिँ अब आज सायद यो अलिकति सजिलोमै काउन्ट हुँदो रहेछ यो कोनिक हिल हाइकिङ चाहिँ सजिलोमै गरिँदो रहेछ त्यही भएर पनि होला मान्छेहरू अब बिगिनर्सहरू आउने होला त्यही भएर पनि हाम्रो लागि त यो सामान्य भए पनि यिनीहरूको लागि चाहिँ यो एकदमै टफ नै सोध्दो रहेछ क्या यहाँका मान्छेहरूले चाहिँ होइन प्रायः अब यिनीहरू चाहिँ हाइकिङ पनि गर्नेहरूलाई पनि चाहिँ अब हामीलाई नर्मल लाग्ने कुराहरू पनि किनकि हामी त अब माउन्टेनियस कन्ट्रीबाट भयो नि त अलरेडी नै यस्तो अब पाहाडहरू त अब हामीले सानैदेखि देखेको होइन यसै ठाउँमा हुर्केको भएर हामीलाई चाहिँ नर्मल लाग्छ यिनीहरूलाई चाहिँ यो पनि गाह्रो हुन्छ होइन अनि अर्को कुरा भनेको चाहिँ अब हामी चाहिँ प्रायः अब फ्री हुँदाखेरि चाहिँ प्रायः अफ हुँदाखेरि चाहिँ सबैजनाको भ्याएसम्म चाहिँ सकभर हामी चाहिँ यसरी हाइकिङहरू चाहिँ गरेर जान्छौँ किन भन्दाखेरि अब अरू दिन हेर्नु अब हामी ड्युटीहरू गएको दिनमा चाहिँ अब हाम्रो एक्सर्साइजहरूको लागि टाइम टेबल मिल्दैन होइन अब ड्युटी गएको दिनमा चाहिँ के हुन्छ भन्दाखेरि अब बिहान उठ्ने काममा जाने खाने आउने सुत्ने यस्तै रुटिन हुन्छ हाम्रो 4-5 दिनसम्म अनि टक्क अब एक हप्ताको एकचोटि अथवा 2 हप्ताको एकचोटि यसरी टाइम मिलेको टाइममा अलिकति आफ्नो शरीर चाहिँ थकान हुने गरी चाहिँ थकित हुने गरी हाइकिङहरू गऱ्यौँ अथवा केही अरू कामहरू गऱ्यौँ भनेदेखि चाहिँ द्याट विल हेल्प अ लट फर आवर बडी है त्यसले एकदमै हेल्प गर्छ त्यही भएर चाहिँ यदि विदेशमा हुनुहुन्छ भनेदेखि चाहिँ यो अब एक्सर्साइजहरू हाइकिङहरू चाहिँ प्रायः गरिराख्नुपर्छ म चाहिँ त्यही भन्छु है अब अलिकति माथि आइसकेपछि यहाँबाट फेरि छुट्टै भ्यू देखिने रहेछ नि त
ओ माई गड ओ यहाँबाट पनि लभली भ्यू देखिने रहेछ तर अगाडिबाट फेरि अलिकति कोर्निक हिल समिट लेखिदिएको रहेछ फेरि अगाडि पनि ओ ल यो भ्यू हेर्न सक्नुहुन्छ यहाँबाट अलिकति माथिबाट अलिकति माथिबाट चाहिँ यस्तो भ्यू देख्न सकिन्छ है त्यो पुरै उतापट्टिको पाहाडहरू सबै चढ्न मिल्ने पाहाडहरू रहेछ नि त हेर न त्यो ठाउँमा उसहरू छ क्या त्यो पिलरहरू छ नि पिलर दिएको रहेछ यस्तो पिलरहरू भएको पाहाडहरूमा चाहिँ अब हाइकिङहरू जान मिल्छ क्या हुन त मिल्नु त सबै ठाउँमा मिल्छ तर त्यस्तो चाहिँ अब डेजिग्नेटेड प्लेसहरू हो हेर्नु त पुरै हरियाली सुक्खा चौर तलपट्टि ताल छ रुखहरू छ जङ्गलहरू होइन पारिपट्टि फेरि खुल्ला सुक्खा पाहाड छ ओ माई गड भ्यू इज अमेजिङ ओ सायद उयो माथिको डाँडा हो कि आविष्कार होला उयो डम्पोर डाँडा रहेछ कुन चाहिँ माथिको है टुप्पो है पल्लो कालो त्यहाँ गएर आएको नि त हामी अस्ति ओहो त्यहाँ चढेको अस्ति चाहिँ हामी त्यो परको पाहाड चढ्न गएको थियौँ कि सायद तपाईँहरूले मेरो टिकटक अकाउन्टमा चाहिँ एउटा भिडियो हेर्नुभयो होला पुरै स्नोले भरेको पाहाडमा हामी चढेको थियौँ नि त्यो बेलामा त्यही पाहाडमा गएको थियौँ हामी चाहिँ त्यो समिटमा एकदमै स्ट्रगलिङ एकदमै एडभेन्चरियस भएको थियो त्यो टाइम पनि है दुईजना केटीहरू चाहिँ उहाँ माथि पुगिसकेको छ हिँड्दैछ उनीहरू पनि हामीले भेटौँ लागिसक्यौँ अब उनीहरू पनि थाक्यो होला नि त उनीहरूको लिमिट सक्यो होला क्या माइलेज सकिन लाग्यो उनीहरूको अब यस्तो टाइममा चाहिँ अब बिस्तारै हिँड्नुपर्छ क्या आफ्नै एउटै पेसमा हिँड्यो भनेदेखि चाहिँ हाइकिङहरू गर्दा ट्रेकिङ गर्दा चाहिँ एउटै पेसमा हिँड्यो भनेदेखि चाहिँ थाक्दैन बरु टाइम लाग्छ अलिकति होइन तर अब इनर्जी हुँदा चाहिँ अगाडि चाँडो हिँड्ने अनि रेस्ट गर्ने फेरि चाँडो हिँड्ने रेस्ट गर्ने भयो भनेदेखि चाहिँ त्यसरी चाहिँ थाकिन्छ क्या अब हेर्नु यहाँ कुकुर लिएर आएको सो हामी चाहिँ अब एउटै पेसमा बिस्तारै हिँड्छौँ अब उनीहरू चाहिँ चाँडो आफ्नो इनर्जी हुँदैसम्म फटाफट हिँड्ने होइन आफू अगाडि पुगौँ भन्ने जस्तो अनि त्यसपछि चाहिँ कहिले माथि चढिसकेपछि चाहिँ उनीहरू टायर्ड भएर बस्छ उनीहरू अनि थाक्यो खुट्टा दुख्यो हात दुख्यो भनेर कराउनु थाल्छ फेरि यो यतापट्टि के हो अरे पुरै न्युरो जस्तो हेर त तर न्युरो होइन है यिनीहरू है के खान मिल्ने घाँस हो र यो बिखालु है ए हाम्रो क्याम्पिङ साइड चाहिँ त्यहाँ कुन चाहिँ हो खै सानो सानो ढङ्ग देख्यौ त्यो खाली ठाउँ होइन खाली ठाउँ होइन ए देख्यौ नि त्यो अलिकति यता छेउमा त्यो तिम्रो सुक्खा सेतो पनि बालुवा देखाएको छ नि है सायद कोही पनि छैन जस्तो लागेको छ अहिले पनि धेरै जङ्गल छ नि त ओ माथि टुप्पोमा छ मान्छे राइट मेट त्यसको गोप्रो थियो यहाँ यस्तो हो झोलाकै स्ट्रापमा थियो कि ए त्यो चाहिँ एक्सन क्यामेराहरू भयो भने त्यसो सजिलो हुन्छ क्या यो पनि बोक्नु मिल्छ है तर है त्यो सायद त्यो बिचमा अलिकति ग्याप भएर होला आज चाहिँ एकदमै थकान महसुस भइरहेछ है तर जति थकान महसुस भए पनि यो पछाडिको भ्यूले चाहिँ एउटा काइन्ड अफ रिलिफ दिन्छ अब अलिकति माथि यहाँबाट चाहिँ अब हामीले हेर्ने भनेको यतापट्टि साइडको मात्रै भ्यू भयो तर माथि गइसकेपछि हामीले उतापट्टि साइडको पनि भ्यू देख्न सक्छौँ त्यो भएर चाहिँ माथिको भ्यू चाहिँ एकदमै अमेजिङ हुनेवाला छ अनि अलिकति माथि आइसकेपछि फेरि यहाँनिर चाहिँ प्लिज स्टे अन द पाथ भनेको छ अनि एउटा सिधा जाने बाटो छ तेर्सो बाटो छ तर यो बाटो होइन हामी जाने चाहिँ माथिल्लो बाटो हो यहाँ चाहिँ अलिकति तेर्सो बाटो थियो तेर्सो बाटो चाहिँ हिँड्नलाई धेरै सजिलो भएको थियो एकछिन चाहिँ
अब फेरि उकालो चढ्नुपर्ने भयो अब मान्छेहरूले चाहिँ अब वी आर अलमोस्ट देयर भनेर भनेको छ होइन सायद उयो माथिको बाट चाहिँ ठक्क देखेको त्यो पार्ट छ नि त्यो पार्ट चाहिँ कटिसकेपछि हामी सायद समिटमा पुग्छौँ होला तर इट्स नट द्याट हार्ड यो अब अरूहरू पार्टी बेन लमनहरू बेन नेभिसहरू स्क्यापल पाइकहरू हेरेको भने चाहिँ यो चाहिँ त्यस्तो धेरै गाह्रो छैन तपाईँहरूले यतिकै नर्मल ड्रेसमा होइन यतिकै टाकोटुको अलिअलि हिँड्ने जागर गर्नु हो भनेदेखि चाहिँ यु क्यान डु इट भेरी इजिली बिगिनर्सहरू हो भनेदेखि पनि नडराइकन आउँदा हुन्छ यहाँ चाहिँ ठाउँ ठाउँमा रेस्ट गर्ने ठाउँहरूदेखि लिएर चाहिँ बाटो त्यस्तो गाह्रो छैन भनौँ न आइदिए नमस्ते Yes. How did you know Nepali language? Oh, Kathmanduna, Gara Barsa, some of us there. Oh my God, it's very great to meet you here. You too. What's your name? What do you? My name is Sadeep. मेरा नाम Sadeep हो. मेरा नाम Sadeep. मेरा नाम Grace हो. Anugraha in Nepali में. अनुग्रह. All right. Grace. So तपाईँ actually कहाँबाट हो? कुन देशबाट हो? Where are you from? Scotland. Really? Where about? Near Glasgow. Near Glasgow. Oh, Just over And there. you? oh really? We're just living in Greenock just now. So it's already been 3 years in here. 3 years. Ah yeah. And do you like it? It's a very lovely place to live in. Nice and quiet and greenery everywhere. Yeah. And where are you from in Nepal? From Kathmandu. Oh, which bit? Which area? Do you know? It's just not exactly a Kathmandu. Nearby Kathmandu. Have you ever heard about Bhaktapur? Yeah, of course. All right, we are from Bhaktapur. Bhaktapur. Bhaktapur Very beautiful. It's a beautiful I place. used to live in Jomsikhel. Jomsikhel? त्यो चाहिँ काठमाडौँमा पर्छ चौलीखेल चाहिँ. All right, so के गर्नुहुन्छ नेपालमा? Teacher. Oh my God, really? Bidesi keta keti Rusanya. In the international school ma. All right. Yeah. I'm very surprised, you know. I'm very surprised. It's always nice. So and then अब फेरि जानुहुन्छ नेपालमा? Are you planning to go back to Nepal again? एक वर्ष अघि हामी गयौँ गएर आउनु भएको 1 वर्ष अगाडि. तर धेरै थाहा छैन. अब जाने प्लान छैन. Very धेरै महँगो छ. It's been expensive day by day. And then recently there was a protest regarding various political issue, corruptions, and then elections. It's good now. We've got a new prime minister. Stable? Yeah. Stable. Maybe. Hope so. Maybe nobody knows. corruption, maybe. No corruption. So we've got a new prime minister, Balen Saha. And he's young. He's young and then educated as well. Used to be engineer, rapper. So people have a lot of hope on him. Yes. हेरौँ के हुन्छ. Hope so. Everything will go fine. So are you learning to speak Glaswegian? Not a Glasgowian, but the Scottish accent. Just trying to get so far with Scottish accent. Trying my best. Are you staying in Scotland? Yeah, I stay in Greenock. But for a long time? It's almost been 3 years. Yeah, and more? I'm planning to stay more because my wife is a nurse and she's working in a care home. She got a visa for 3 years, 3 more years, so she has to fulfill her contract. Yep. But after 3 years, Okay. we'll think again. Yeah. It's very nice to see you guys. You have a great day ahead. Yeah. Yeah. Right? Ramrosanga Janus. हुन्छ तपाईहरु पनि राम्रोसँग जानुस्. Thank you very much for your time. Bye bye guys. Okay. Hopefully I'll see you next time in Nepal. Yes, maybe. I heard you speaking Nepali on the... Yeah. I thought the Indian accent and then I heard Nepali Bhasa and I thought, oh. Yes, you got it. You got it. Mito. Thanks a lot, dear. You guys enjoy your day Thank you. and take care. Bye bye guys. Oh my God. के हो यार धेरै खुसी लाग्यो यार नेपालमा 11 वर्ष पढाएर आएको यार टिचर. Oh my God, surprised. नेपालमा विदेशी स्टुडेन्टहरूलाई पढाएर आएको रे. कस्तो थाहा पाइदिएर क्या नेपाली भाषा बोल्दै हिँडेर चाहिँ हैन. म चाहिँ अब अक्कन बगा भयो कि म चाहिँ फेरि इङ्ग्लिस बोल्ने कि नेपाली बोल्ने टाइपको भएर क्या. ओ विदेशीहरू नेपाल आउँछ हामी नेपालीहरू विदेशमा आउँछौँ यार. के हो यार यस्तो यार. Oh my God, but I'm really surprised यार. थकानै क्लियर भयो यार. त्यति हिँडेर आएको होइन अघिसम्म थकी अलिअलि टायर्ड भएर चाहिँ टायर्ड चाहिँ दूर भयो मेरो. कोही मान्छेहरू त धेरै राम्रो मोस्ट अफ द मान्छेहरू त राम्रो हुन्छ क्या यो देशमा. मोस्ट अफ द मान्छेहरू चाहिँ धेरै राम्रो हुन्छ तर कोही के हो नराम्रो हुने भनेको चाहिँ नत्र भनेको चाहिँ प्रायः सब मान्छेहरू फ्रेन्डली छ होइन राम्रो छ. यहाँको ल्याङ्ग्वेजहरू पनि राम्रो छ
कल्चर एन्ड ट्रेडिसन्सहरू पनि राम्रो छ, ठाउँ राम्रो छ। अब हेरौँ के हुन्छ। अब यो रिसेन्ट इलेक्सनहरूले यताउता खल्ला बल्ला मचाइरहेको छ, के हुन्छ ल। ओ वेयर अलमोस्ट देयर। ओ माथि पुगिसक्यो ल। कोनिक हिल चाहिँ हामी अलमोस्ट पुग्यौँ है समिटमा ल। यो हुन्थ्यो भ्यू भनेको त। ओ माई गड, पुरै ढुङ्गै ढुङ्गा रहेछ। उनीहरू नेपालमा बसेर आएको रहेछ 11 वर्ष तल। टक्कै नेपालीमा बोल्दै आएको थिएँ, नमस्ते अरे के ल। अनि म त के हो नमस्ते भनेर म नमस्ते भने अनि नेपाली हो रे। नेपाली भाषामै पुरै नेपालीमा कुरा गरेर तिनीहरूसँग। म चाहिँ अब उनीहरू चाहिँ नेपालबाट कुरा गरेर चाहिँ म चाहिँ इङ्ग्लिसमा बोल्दै रहेछ क्या। अब त्यो थाहै भएन नि। म त अब 11 वर्ष नेपालमा विदेशीलाई पढाएर आएको, विदेशी बच्चाहरूलाई पढाएर आएको। कहाँ बस्छ यताउता ग्लासकोमा बस्ने रहेछ उनीहरू। 11 वर्ष नेपालमा बसेर आएको अरे यार, कस्तो मलाई लाग्यो। यहाँ भिडियो छ क्या, पुरै भयो है। सो यो चाहिँ लकलमनको भ्यू, सरी कोनिक हिलको भ्यू ल। माथिबाट देखिने भ्यू चाहिँ यही हो। अब यो भ्यू हेर्न यहाँको हाइकिङ पाथको मजा लिन आउनुहुन्छ, मजा लिन जानुहुन्छ भनेदेखि चाहिँ मेरो भिडियो हेर्नुहोस्, मैले भनेको अनुसारको डिटेल्स हाल्नुहोस्, अनि गाडीमा सर चढेर चाहिँ हाइकिङ गर्न आउनुहोस्। यो ठाउँ चाहिँ यस्तो छ ल है। यहाँ माथि चाहिँ एकदमै धेरै हावा चल्यो अहिले चाहिँ। अब एकदमै चिसो छ, फेरि हावा चलिसकेपछि एकदमै चिसो हुन्छ यहाँ चाहिँ। त्यही भएर अब हामी चाहिँ अब कोनिक हिल आजको हाम्रो हाइकिङ चाहिँ सक्सेस भइसकेको छ। अब हामी यहाँबाट फर्किँदैछौँ होइन। अब उतै तल अर्को डाँडामा गएर फोटोसोटो एक दुईवटा खिच्छौँ, त्यसपछि हामी यहाँबाट फर्किँदैछौँ। अब बाटोहरू यस्तै छ, सबै कुराहरू मैले भिडियोमा भनिदिएको छु होइन। सो अब हेरौँ। अब भिडियो हेरिसकेपछि तपाईँलाई कोनिक हिल आउनु मन लाग्यो भनेदेखि चाहिँ मैले भनेको अनुसारको इन्स्ट्रक्सन फलो गरेर चाहिँ आउन सक्नुहुन्छ। राइट, थ्याङ्क्स अ लट गाइज। सो अब अर्को डाँडामा गएर हामी एउटा निस्किन्छौँ। सो यो ठाउँ चाहिँ तपाईँहरू आउनुपर्ने ठाउँ हो है त। एकदमै एउटा अब 1 डे टुर तपाईँहरू चाहिँ सर्ट हाइकिङ, अनि त्यसपछि तपाईँको अब डे टुरहरू गर्न आउनुभयो भनेदेखि चाहिँ माथि चाहिँ टक्क हाइकिङहरू गरेर चाहिँ तल लक्लोमनमा गएर बोटिङहरू गर्ने, फिसिङहरू गर्ने होइन। तलतिर पनि घुम्ने ठाउँहरू धेरै छ। गर्नुभयो भनेदेखि चाहिँ यु विल ह्याभ अ भेरी ब्लास्टिङ डे है त। सो गाइज ल, भ्यू अझ पनि एकचोटि फेरि पनि हेरौँ यहाँबाट, दामी छ। अब हामी जाँदैछौँ त्यो डाँडामा, 2जना 3जना दौडिँदैछ अगाडि। हो 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 भिडियो तल जानु चाहिँ त्यति धेरै थकान नहोला। सो गाइज एट द एन्ड अफ द डे, एट द एन्ड अफ द भिडियो होइन, तपाईँहरू नजिक हुनुहुन्छ, आसपास हुनुहुन्छ भनेदेखि चाहिँ आउनुहोस्, घुम्नुहोस् मजाले। स्कटल्यान्डको चाहिँ नेचरको मजा लिनुहोस् है त। अब एट द एन्ड अफ द भिडियो सबैजनाले अब बाबाई भनिदिनु त एकचोटि ल, अनि म भिडियो एन्ड गर्छु ल। जस्ट मजा आयो नि कोनिक हिलको होइन। ल सियो सुन बाई बाई ल। तपाईँहरू सबैजनाले अब मिठो हाम्रो चाहिँ एउटा थ्याङ्क यू धन्यवाद पनि पाउनु भइसक्यो, अनि त्यसपछि बाबाई पनि पाउनु भइसक्यो। सो गाइज स्टे ट्युन्ड, स्टे के अरे स्टे नाइस एन्ड वार्म। हुन त अब समर छ, त्यस्तो धेरै नाइससँग वार्म त बस्नु पर्दैन, तर यति भन्दै चाहिँ अब बाई बाई, लेट मी इन्जोय माई डे। Kızlarının içindeki dünya
Parçalaydı yüreğimni asla Anlanırdı sen için yazılan aşağı Sevenim ben Bu sessiz parkanda Sensiz dağlara kanda Sen için gider bana Sevenim ben Bu sessiz parkanda Yalnız dağlara kanda Sen için gider bana Mama, senin ben Bu sensiz bakanda Yalnız dağlara kaldı Sen üzüm gerek bana Mama